आर्टिफिशियल इन्टेलिजेन्स एआईले अहिले विश्वभर एकदमै तहल्कामा चाहिरहेको छ। यसले चाहिँ अब प्याटर्न डिटेक्सन गर्न सक्ने, विभिन्न कामहरू एनालाइज गर्न सक्ने, रिपिटेटिभ टास्कहरूलाई एकदम सहज तरिकाले गर्न सक्ने हुँदाखेरि चाहिँ अहिले हाम्रो धेरै जस्तो काम चाहिँ एआईले गर्न थालिसकेको छ। एआईको जबदेखि सुरुवात भयो, अझ भनौँ अलिकति बढी चाहिँ प्रख्यात हुन थाल्यो, त्यो समयदेखि नै मानिसहरूको चाहिँ एउटा ठुलो चिन्ता रहेको थियो। त्यो के हो भन्दाखेरि चाहिँ के एआईले चाहिँ मानिसलाई अथवा ह्युमन इन्टेलिजेन्सलाई चाहिँ रिप्लेस गर्छ कि भन्ने डर चाहिँ मानिसहरू सबैमा थियो। अब हाम्रो काम जाने हो कि सोच्न सक्ने क्षमता नै एआईले चाहिँ रिप्लेस गरिदिने हो कि हाम्रो क्रिएटिभिटी नै कदर नहुने हो कि भनेर स्पेसली क्रिएटिभ इन्डस्ट्रीमा काम गरिराख्नु भएकोहरूलाई चाहिँ एकदमै ठुलो चिन्ताको विषय चाहिँ एआई बनिसकेको थियो। र आज चाहिँ हामी अब एआई भर्सेस ह्युमन इन्टेलिजेन्स कुन बेटर छ, कुन कुरामा बेटर छ, एआईले कुन काम राम्रो गर्न सक्छ र ह्युमन इन्टेलिजेन्सले चाहिँ कुन काम अझै बढी राम्रो गर्न सक्छ भन्ने विषयमा चाहिँ आज यो भिडियोमा छलफल गर्न गइरहेका छौँ। तर यो कुरा गर्दै गर्दाखेरि चाहिँ हामीले एउटा कुरा एकदमै ध्यान दिनुपर्छ कि एआई भनेर हामीलाई जुन अब एउटा डर जस्तो पनि कहिलेकाहीँ लाग्छ कि वाट इफ वी गेट रिप्लेस्ड कम्प्लिटली भनेर, तर त्यो चाहिँ सोच्नु अनावश्यक हो जस्तो लाग्छ। किन भन्दाखेरि एट द एन्ड अफ द डे एआई पनि एउटा ह्युमन ब्रेनको अथवा तपाईँको चाहिँ सोच्न सक्ने क्षमताकै एउटा उपज त हो नि, होइन? एउटा मानिसले नै सोचेर कल्पना गरेर चाहिँ यस्तो बनाउन सकिन्छ भनेर एआईको निर्माण गरिएको हो। त्यही कारणले चाहिँ एट द एन्ड अफ द डे चाहिँ ह्युमन कनेक्सन अथवा ह्युमन इन्टेलिजेन्स भन्दा चाहिँ ठुलो एआई हुनसक्छ भनेर हामीले मान्दैनौँ। तर पनि आज चाहिँ हामीले केही कुराहरू, केही पोइन्ट्सहरूमा डिस्कस गर्छौँ जसमा चाहिँ एआई राम्रो कि ह्युमन इन्टेलिजेन्स बेटर भन्ने कुरामा चाहिँ आज छलफल गर्न गइरहेको छौँ। अब ढिला नगरिकन भिडियोमा प्रवेश गरौँ। सबैभन्दा ठुलो डिफरेन्सको कुरा गर्नुपर्दाखेरि भने एआई र ह्युमन इन्टेलिजेन्सको बिचमा डिफरेन्स रहेको छ कग्निटिभ स्किल्समा। हामीले एआईको कुरा गर्नु पर्दाखेरि चाहिँ एआईले चाहिँ भास्ट अमाउन्ट अफ डेटा चाहिँ एक्कासी प्रोसेस गर्न सकेर एकदम कम सेकेन्ड्समा नै डेटा रिजल्ट दिन सक्छ, होइन? जसले गर्दाखेरि चाहिँ अब एआईले जस्तो काम त ह्युमन ब्रेनले त गर्न सक्दैन नि भन्ने जस्तो हामीलाई लाग्छ। तर त्यो भन्दै गर्दाखेरि ह्युमन ब्रेनमा चाहिँ फेरि कग्निटिभ स्किल हुने गर्दछ, जसले गर्दाखेरि चाहिँ त्यो एआईले रिप्लेस गर्न सक्दैन। जुन मानिसको दिमागले चाहिँ एउटा प्रब्लम सल्भिङ स्किल हुन्छ, कुनै कुरालाई चाहिँ एकदम क्रिटिकली एनालाइज गर्न सक्ने हुन्छ, अहिलेको कन्टेक्स्ट अनुसारले चाहिँ कुन कुरालाई कसरी हेर्ने भन्ने तरिकाको एउटा लेन्स, एउटा पर्सेप्सन चाहिँ एआईले डेभलप गर्न सक्दैन। किन भन्दाखेरि एआई भनेको प्रम्प्ट इन्जिनियरिङको थ्रुबाट, डेटा ट्रेनिङको थ्रुबाट चाहिँ डेभलप गरिएको एउटा ह्युमन माइन्डले नै, एउटा ह्युमन नै बसेर चाहिँ त्यसलाई ट्रेन गरिएको, विभिन्न इन्फर्मेसनहरू फिड गरेर ट्रेन गरिएको मोड्युल मात्र हो। जसले गर्दाखेरि चाहिँ ह्युमन ब्रेनलाई चाहिँ त्यसले चाहिँ अब यो कग्निटिभ स्किलमा चाहिँ ओभरपास गर्न सक्दैन। किन भन्दाखेरि मानिसले चाहिँ इमोसनलाई हेर्छन्, मानिसले लजिकलाई हेर्छन्, पर्सुएसिभ स्ट्राटेजी हुन्छ मानिसमा चाहिँ, होइन? सो यो सबै कुराले गर्दाखेरि चाहिँ ह्युमन ब्रेन चाहिँ कग्निटिभ स्किलले कारणले चाहिँ एआई भन्दा सुपेरियर हुन जान्छ। कग्निटिभ स्किलको कुरा गर्दै गर्दा फेरि यता एआईको चाहिँ अर्को के बेनिफिट छ भन्दाखेरि चाहिँ अब तपाईँको एकदम स्पिड र एफिसियन्सीमा एआई जस्तो ह्युमन ब्रेनले काम गर्न सक्दैन। एकदम ह्युज अमाउन्ट अफ डेटा, एकदमै भास्ट इन्फर्मेसन तपाईँले कयौँ सेकेन्डमा एकदम थोरै टाइममा चाहिँ तपाईँले प्रोसेस गर्न सक्नुहुन्छ त्यसलाई, होइन? र त्यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ अब यो ह्युमन ब्रेन भन्दा चाहिँ त्यो पार्टमा चाहिँ अझै बढी एआईले चाहिँ राम्ररी काम गर्ने भयो। त्यसले गर्दाखेरि चाहिँ स्पेसलाइज्ड एरियाजहरूमा जस्तो मेसिन लर्निङमा भयो, सफ्टवेयर डेभलपमेन्टमा भयो, अथवा यस्तो खालको चाहिँ डिफ्रेन्ट फिल्डहरूमा स्पेसलाइज्ड एरियाजहरूमा पनि अब त्यही स्पेसलाइज्ड एरियाको लागि एआईलाई ट्रेन गरियो भने ह्युमन ब्रेनभन्दा अथवा ह्युमन इन्टेलिजेन्सभन्दा अझै बढी एफिसियन्टली चाहिँ एआईले काम गरिरहेको हामीले पाउन सक्छौँ। तर जबसम्म एआईमा चाहिँ सेन्टिएन्ट क्वालिटी आउँदैन तबसम्म चाहिँ ह्युमन माइन्डलाई अथवा ह्युमन ब्रेनको चाहिँ क्रिटिकल थिङ्किङ, क्रिएटिभिटीलाई चाहिँ एआईले बिट गर्न सक्दैन। सेन्टिएन्ट भन्नाले कस्तो भन्दाखेरि चाहिँ ह्युमन इमोसन्सहरू बुझ्न सक्ने, ह्युमन बिहेभियरहरूलाई फिल गर्न सक्ने, हामीले कुनै पनि इन्फर्मेसन पहिला दिएको थियौँ भने त्यो इन्फर्मेसनलाई स्टोर गर्न सक्ने र आफूलाई चाहिए अनुसारले चाहिँ युज गर्न सक्ने, जुन हाम्रो ह्युमन ब्रेनले गर्न सक्छ। हामीले कुनै एउटा एक्सपिरियन्सबाट, कुनै एउटा इन्फर्मेसनबाट सिक्यौँ भने चाहिँ त्यसलाई हामी पछि गएर कुनै समयमा त्यसलाई प्रयोग गर्ने गर्दछौँ। र यदि एआई अथवा रोबोट पनि सेन्टिएन्ट भयो भने चाहिँ त्यसले पनि त्यस्तो खालको एउटा फिलिङ डेभलप गर्न सक्छ। तर जबसम्म एआई सेन्टिएन्ट भएको छैन तबसम्म चाहिँ एआईमा रहेको चाहिँ अब एउटा इमोसनल डेप्थ, होइन, क्रिटिकल थिङ्किङ, लजिकल चाहिँ अब एउटा इमोसन पनि ह्युज पार्ट अफ द लजिकल थिङ्किङ हो, होइन? त्यो पार्टलाई चाहिँ एआईले इम्बेड गर्न सक्दैन। तर जबसम्म चाहिँ त्यसमा इमोसनल डेप्थ हुँदैन, जबसम्म एउटा क्रिटिकल थिङ्किङ कुन राइट हो कुन रङ हो भनेर छुट्याउन सकिँदैन र जस्ट एउटा डेटा बेसमा मात्र नभएर एक्सपिरियन्सेस, अहिले कन्टेक्चुअल मिनिङ, अहिलेको वर्ल्ड कस्तो छ, अहिले
कुन कुरालाई कुन तरिकाले बुझिन्छ भन्ने कुराहरूलाई चाहिँ डिसेफर नगर्न सक्ने हो भने त्यसले गर्दाखेरि चाहिँ एआईको ड्रब्याक त्यहाँनिर देखिने गर्दछ र ह्युमन इन्टेलिजेन्सको चाहिँ एउटा पोजिटिभ पार्ट चाहिँ हामीले त्यो साइडमा देख्न सक्छौँ। अर्को कुरा भनेको एडाप्टेबिलिटी हो। ह्युमन बिङले जुन तरिकाले चाहिँ कुनै पनि कन्टेक्स्टमा कुनै पनि इन्भाइरोमेन्टमा चाहिँ एडाप्ट गर्न सक्छ एआईले त्यो तरिकाले एडाप्ट गर्न सक्दैन। किन भन्दाखेरि एआई अब एउटा मेकानाइज्ड मोड्युल मात्र भएको भएर चाहिँ एआईले चाहिँ अब जस्तो खालको तरिकाले एन्सर गरिरहेको छ, जुन खालको डेटा फिड गरिएको छ त्यो तरिकाले मात्र दिने भयो। तर ह्युमन बिङले चाहिँ अब कन्टेक्स्ट कस्तो छ, वाट इज द अदर पर्सन अथवा अनलुकरले चाहिँ के एक्सपेक्ट गरिरहेको छ होइन, कुन टाइपको इमोसन चाहिँ उसको भित्र छ भनेर इच एन्ड एभ्रिथिङलाई चाहिँ डेसिफर गर्न सक्ने हुँदाखेरि चाहिँ एडाप्टेबिलिटी क्वालिटी चाहिँ ह्युमनहरूको चाहिँ अलि बढी हुने भयो एआई भन्दा। सो एआईले चाहिँ अब जुन पनि परिस्थितिमा चाहिँ काम गर्न नसक्ने हुनसक्छ, तर ह्युमन ब्रेनले चाहिँ जस्तो पनि परिस्थितिमा चाहिँ एउटा रिजल्ट खोज्ने अथवा सल्युसन खोज्ने जस्तो काम हुनसक्छ। अर्को एकदमै ठुलो डिफ्रेन्स भनेको चाहिँ एथिकल रिजनिङ हो। अब एथिकली चाहिँ कुन कुरा करेक्ट छ र कुन कुरा करेक्ट छैन भनेर थाहा पाउनको लागि त तपाईँले चाहिँ अब आफूभित्र तपाईँसँग चाहिँ अब लोगोस, प्याथोस, इथोस यी तिनवटा कुराको चाहिँ कनेक्सन हुनुपर्छ होइन। सो एथिक्सलाई चाहिँ अब कुन कुरा सही हो कुन कुरा गलत हो भनेर त अहिलेको समाजलाई बुझ्नु पर्यो, मान्छेहरूको पर्सेप्सन कस्तो छ, वर्ल्ड कसरी रिभोल्युसनाइज भइरहेको छ, मानिसहरूको त्यो लेन्स कुन लेन्सले हेरिरहेका छन् कुनै कुरालाई भन्ने कुरा बुझ्नु पर्यो। र यति सबै एङ्गललाई हेर्न सक्ने भनेको एउटा ह्युमन ब्रेनले मात्र गर्न सक्छ। एआईले चाहिँ अझै पनि यो कुराहरूलाई चाहिँ याद गरेर काम गर्न सक्दैन। किन भन्दाखेरि एआईको लागि चाहिँ वाट एभर इज द फेड डाटा द्याट इज द करेक्ट इन्फर्मेसन होइन। त्यो बाहेकको चाहिँ एआईले चाहिँ आफै अब दिस इज द राइट थिङ अर दिस इज द रङ थिङ भनेर करेक्ट गर्न सक्दैन। त्यही भएर कतिपय समयमा चाहिँ एआईले नै थ्रेट दिने गरेको, यु सुड डाई भनेर मेसेज आउने गरेको, यस्तो यस्तो खालको हामीले कुराहरू देख्न सक्छौँ। त्यो किन भयो भन्दाखेरि चाहिँ एआईले चाहिँ अब प्रोसेस गर्नै सकेन द ह्युमन इमोसन्स अथवा एथिकल रिजनिङ, त्यो एथिक्स बिहाइन्ड द्याट भन्ने कुरालाई चाहिँ प्रोसेस गर्न नसकेर त्यस्ता खालका चाहिँ गतिविधिहरू हुने गरेका छन्, जुन चाहिँ एउटा ह्युमन इन्टेलिजेन्सले चाहिँ तपाईँको एआईमा त्यो खालको समस्या आउँदैन। त्यसै गरी इनोभेसनको पार्टमा पनि एआईले चाहिँ अब आफ्नो कम्प्युटेसनल पावर र मानिसले चाहिँ आफ्नो क्रिएटिभिटी त्यसमा चाहिँ इनोभेटिभ थिङ्किङलाई युज गरेर चाहिँ यो दुईवटा कुरा युज गरेर पनि इनोभेसन नयाँ नयाँ गर्न सकिन्छ। सो यस्तो तरिकाले चाहिँ अब हामी ब्ल्याक एन्ड व्हाइट जोन भन्दा पनि ग्रे जोनमा प्रवेश गर्नु एकदमै आवश्यक रहेको छ, जहाँ चाहिँ अब ह्युमन इन्टेलिजेन्स पनि एआई बिना चाहिँ बस्न नसक्ने नै अवस्था रहेको छ। अब हरेक कुरामा चाहिँ एआई इम्बेड भइसकेको तपाईँले देख्न सक्नुहुन्छ। अब इफ यु आर युजिङ एनी फर्म अफ सोसियल मिडिया सबैमा तपाईँको चाहिँ च्याटबट्सहरू रहेका छन् होइन। तपाईँको एआई इन्टिग्रेसन चाहिँ अहिले इच एन्ड एभ्री सफ्टवेयरदेखि लिएर तपाईँले युज गर्नु भइरहेको सबै सोसियल मिडिया एप्स अथवा कुनै पनि एपमा चाहिँ तपाईँले अहिले देख्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ अब हामी एआई बिना त बाँच्न सक्छौँ भन्ने छैन। किन भन्दाखेरि हाम्रो लाइफलाई एकदमै सहज बनाइसकेको छ, तर एआईले हामीलाई अथवा ह्युमन इन्टेलिजेन्सलाई अथवा ह्युमन ब्रेनलाई चाहिँ रिप्लेस गर्नुपर्छ भन्ने कुनै पनि आवश्यकता छैन। र हामीले चाहिँ एउटा समान तरिकाले चाहिँ प्रयोग गरेर एउटा अमालगेसनमा चाहिँ हामीले चाहिँ दुईटै कुरालाई मिक्स गरेर चाहिँ अगाडि बढ्यौँ भने अझै बढी काम गर्न सहज हुने गर्दछ। र एआई भर्सेस ह्युमन इन्टेलिजेन्स भन्दा पनि एआई एन्ड ह्युमन इन्टेलिजेन्स भन्ने कन्सेप्टले हामी अगाडि बढ्यौँ भने चाहिँ यसले अझै बढी हेल्प गर्छ जस्तो लाग्छ। सो आजको भिडियोको लागि यति नै। हामी पुनः पनि यस्तै खालको जानकारीमूलक भिडियोहरू लिएर आउने नै छौँ। आजको लागि बिदा माग्छौँ। धन्यवाद।